आज त दिन बितेको नि पत्तै भएन। डे ब्लग भन्दा पनि नाइट ब्लग होला जस्तो छ। हियर इज डे 32। यदि कसैलाई 5 बजे नै खाना खानु छ भने प्लिज मलाई सम्पर्क गर्नु होला, किनकि हाम्रो घरमा पाकिसक्यो। भर्खर खाँदैछु बिहान खानुपर्ने अन्डा। यस अभियसली इट्स एक्जाम टाइम। तर म भने यस्तो मान्छे जहाँ 4-5 घन्टा लगातार बसेर पढ्नै सक्दिनँ। 1 आवर पढ्छु, 20 मिनट ब्रेक। बेलुकाको खानामा रोटी र तोफुको तरकारी। एउटै चिज देखाउँदा बोर हुन्छ, त्यसैले डिफ्रेन्ट भएँ। फेरि पढ्दैछु है। अब भने मुन हेर्नलाई कतिको जुम हुँदो रहेछ हेरौँ भनेको हेर्दा हेर्दै अमेरिकनहरूले झन्डा गाड्न लागिसकेछन्। ल एकछिन हेरिदिउँ न त के गर्दा रहेछन्। ल हेर्नु मेरो कोठाको हालत। यो त अझ राम्रो हो, त्यसैले देखाइदिएको। जाडोको लुगाहरू भने दराजमा राखिदिए। ल भएन त चिटिक्क कोठा। यो टेबल चाहिँ इग्नोर गरिदिनु है, यो एक्जाम सिधेसी मात्रै सफा हुनेवाला छ। गर्मी कस्तो छ थाहा छँदैछ होला। लु नाङ्गे भएर पढ्न बसेँ। ए रातिको 12:22 भइसकेछ। एक्सर्साइज गर्न खोजेँ। एप्सको 4वटा एक्सर्साइज प्लस पुसअप अलमोस्ट 60-70 गरेर आजको दिनलाई गर्छु। टाटा बाई बाई, अल सेट फर टुमारो।